काठमाडौँबाट केही घन्टाको यात्रामै यस्तो स्वर्ग लुकेको छ भन्ने धेरैले थाहा छैन। आज हामी जाँदैछौँ बेथान चोक, द किङ अफ हिल्स। हामी आइपुगेका छौँ कैलाश पर्वत, भगवान शिवजीको तपस्या गर्ने ठाउँ। बिहान सबेरै हामी काठमाडौँबाट यात्रा सुरु गर्यौँ। सहरको भिड छोडेर बिस्तारै प्रकृतिको काखतिर अघि बढ्दैछौँ। अब तल झर्दैछौँ। हेलो हेलो रे। ठिक छ होइन त्यो चिसो त कहाँ अरू सामान त छ, सबै छ। हुन्छ हामी त्यहाँ हेरौँला नि है, केही चाहियो भने। मान्छे त राम्रै लागिरहेको त कहाँ खोइ के नि भन्छ त्यही त नि बन्द छ भन्ने लाग्यो। ओरिजिनल हो खुवा त यहाँ हुन्छ हो मनोकामना खुवा पसल हुन्छ ओरिजिनलै हो है। खुवा खाने नि भात खाने ठाउँमा लैजाऊ, साह्रो भात खाने। भरे खाइन्न भात, भरे एकादशीमा। हेलो अहिले चाहिँ कहाँ भन्दाखेरि बेथान चोक आइपुगिसकेका छौँ। हामी चाहिँ यहाँ कति फिट माथि आएँ मैले? मनोकामना खुवा पसल। अब हामी एकदम प्योर हो, प्योर एकदम त्यहाँ घोटेको हेरिन्छ। खाने भित्रै ए त्यहाँ घोटिरहेको हुन्छ ग्यासमा कि दाउरामा नि होइन। अब यो सानो नानी पनि रहेछ। खुवा पसलमा आयौँ हामी। नानी यो खुवा पसल हो, मिठो पाउँछ कि गुलियो पाउँछ? गुलियो पाउँछ। दाइ नमस्ते। यो हाम्रो एकदम चलेको एकदम व्यापक, यो चाहिँ नि एकदम भाइरल खुवा पसल भनेर हामीलाई चाहिँ यहाँ हाम्रो एकजना साथीले ल्याउनु भयो। यो आफ्नै हातबाट, आफ्नै गाईको दुधबाट होइन? गाईको दुध त अब गाईको यो बजारबाटै आउने हो, तर आगोमा ओरिजिनल यतैतिर हाम्रो दुध त यतैतिरको त काफी जातनीमै पनि लिएर त्यहाँ छोरी आगो बालेर है, त्रुत्रु मुढा बालेर टक्क लाएर यो बटुको कति दाइ? यो वर्गको रेट निकाल्नुपर्छ। यहाँ खाँदा कसले सानो कचौहरू खान्छ नि। आज चाहिँ नि हामी होइन काठमाडौँ हुँदै बनेपा पनौती हुँदै हामी चाहिँ नि आज बेथान चोकको यात्रामा बेथान चोक लज एन्ड रेस्टुरेन्टमा आराम गऱ्यौँ। हामी बाइकको यात्रामा आएका थियौँ। हामीले यहाँ खाना खाएर बाइकलाई यहीँ राखी हामी यहाँबाट ट्रेकिङ सुरु गऱ्यौँ। These memories will stay. अब सुरु हुन्छ असली यात्रा।
प्रत्येक पाइला नयाँ दृश्य, नयाँ अनुभव। सबिन कस्तो लागिरहेछ त? एकदम आनन्द के तिमी पहिला पनि आएको पोजिटिभ होइन? भाइब्स अहिले स्वर्गीय कस्तो छ? आनन्द आज जिन्दगीको यो यात्रा चाहिँ नि हैन जस रमाइलो भयो है? बिर्सिनै नसकिने के हो। अहिले हामी आउँदा भ्यू पनि राम्रो खुलेको थियो है, घाम पनि आइरहेको थियो। अहिले चाहिँ होइन सबिन, हामी कहाँ आइपुग्यो भने यो बुद्ध पार्क हो। यो कति मिटर हाइटमा आयो भने 2900 अहिले 2950 2950 त माथि होला बुद्ध पार्क हो। पार्क अल्टिट्युड अहिले यो अहिले सुनपाटी 2900 अँ 400 मिटर माथि चाहिँ बुद्ध पार्क छ हाम्रो। ल अहिले के छ, थकेला है? हजुर एकदम थकेको जस रमाइलो भयो होइन? रमाइलो पनि उत्तिकै छ हैन। थके भनेको यस्तै हो। पार्क जान चाहिँ ठ्याक्कै 20 मिनट लाग्छ, 20 मिनट जति। अब ठ्याक्कै यहाँबाट 25-30 मिनटमा हामी चाहिँ नारायणथान पुग्छौँ हैन, फाइनल डेस्टिनेसन। त्यहाँ गएर नि हाम्रो चाहिँ क्याम्प सेटअप हुन्छ। ल कहिले घना जङ्गल, कहिले खुला डाँडा, थकाइ भए पनि अगाडि बढ्ने प्रेरणा भने दृश्यले नै दिन्छ। लक्किली हामीले चाहिँ यहाँबाट सनसेट पनि देख्न सक्यो है। सनसेटको टाइममा आइपुगेछौँ। पार्क चाहिँ आइयो। ल बुद्ध पार्कको बुद्ध बोर्ड चाहिँ कसले भुइँमा राखिदिएछ। ल यहाँ चाहिँ अलिकति बेटर भयो। ल बुद्ध पार्क, ल त्यहाँ चाहिँ ठिक छ। ल लगभग अहिले चाहिँ हामी बेथानचोक आइपुग्न लाग्यौँ। ल बेथानचोक आइपुग्यो है। बिहानै उठेर होइन सबैजना आएर बिहान मस्त खुल्ला जस्तो छ नि हेर्दाखेरि त। भिडियो रेकर्ड त बल्ल भइरहेको थियो। सूर्योदयसँगै सुनौलो किरणले
हिमाल रङ्गिँदा यो क्षण शब्दमा बयान गर्न सकिँदैन। ल आज चाहिँ नि हामी अब यात्रा हिजोदेखिको हाम्रो 1 बजेदेखिको यात्रा आज 7:15 टुङ्गिएको छ। हामी बेथानचोक नारायणथानबाट फर्किने क्रममा होइन सनराइज बेथानचोक हेर्दै नारायणथान 3800 मिटर 3008 वी आर हियर फर्किँदैछ। फर्किँदैछौँ अब। स्टुडेन्टमा आएर बाइक राखेर यहाँबाट हाम्रो गन्तव्य सुरु भएको थियो। अब आज हाम्रो यहाँबाट गन्तव्य काठमाडौँको यात्रामा अगाडि बढ्नेछ। अब हामी खाना खाएर जान्छौँ हामी चाहिँ यहाँबाट खाना खाएर हामी खाना खाएर जान्छौँ। यहीँ होटेलमा खाना खाएर लगभग हामी 1 घन्टा जति हामी यहाँ बस्छौँ होला होइन। रेस्ट गरेर खानासाना खाएर जान्छौँ।